हाइकिङ हिँड्ने यार छाता ओढेर बोर्ड क्या अहिले हाँस त हाँस अलि मजा सखाइ जन्नतका आसमा कति तेल निस्किसक्यो माया तिमीसँगै जुनी यस्तो नै हुँदो रहेछ हाइकिङ हिँड्ने यार कसम छाता ओढेर बोर्ड त अगाडि पो राख्ने होइन र भने हेर त कस्तो चितो बुझे बुझे कति राम्रो ज्यादा हे जंगल एडवेंचर पर हाँ बटुवा फर्स्ट टाइम थियो ठिकै भयो मलाई त म त टिकटकबाट फोन गरेर देखेर चाहिँ उ गरेको थिएँ ठिकै लाग्यो मलाई यो बाटोमा कसम बिजुली बाल्नै पर्छ बुनी जागम तलकाई दीजिए यार जन्नत त उफ जन्नतका आसमा कति तेल निस्किसक्यो हेत्तेरी अघि नै आधी घण्टा भनिसकेको आम्मै फेरि त्यस्तो भनेको हामीलाई त 1 घण्टा लाग्छ अरे आधी घण्टा भनेको त म त डिमोटिभेट भयो यार अब तल जाउँ कि माथि जाउँ म के तरिका हुँदा यो अम्मो बिजोक पनि त्यस्तै अनुहार पनि त्यस्तै डरा बजै भन्दा पनि के को बजै भुते जस्तो भन्छ सबैको मनोरथ पुराण कायो जाऊ बलिहारी जय गणेश देवा माता तो पार्वती
खाली नै हुँदैन है यता हेरिदिनु पर्यो एकचोटि बाबरे कति हावा छ बिजुली बालेको होला यो बटुवा ग्याङले गीतै गाउँदैन नि कस्तो नरमाइलो भयो त्यही बिजुली बालेको होला भनेको त सबैलाई आउँछ होला जस्तो लाग्छ अस्ति भर्खरै एक हप्ता अगाडि गएको भने तपाईँ र म ल यो ठ्याक्क भएन यो टाउको त्यो जिउ आँखा सुड ए मिलाएको मिलाएको भन्दा नि यो चाहिँ मिक्स चाहिँ के छ भन्दाखेरि अब शिवजी भन्नुभएको त अब हाम्रो गणेशजीको अब पिताश्री हुनुहुन्छ नि त अनि पिताश्रीमा पुग्ने बाटो चाहिँ उहाँले बनाइदिनु भएको टाइपको क्या नभए अरू बाटो काहीँ पनि छैन नि त होइन यो कि त यो खोल्चा झरेर फेरि उकालो लायो भने हो होइन नभए सजिलो बाटो त यही हो नि त त्यही भएर चाहिँ अब कतिपय अब भिडियोतिर नि त्यो इलाफेन्टले त्यो माथि शिरमा राख्दाखेरि त्यो सुट बनाइलिन्छ नि त हो त्यही गर्नु त्यही नै हो अरे क्या हाम्रो त मोबाइल पनि एक भए पनि अलि नर्मल छिकाएको हो क्या सेतो मान्छे छर्लङ्गै देख्दो रहेछ भाइको सर्ट देखेर